तर म अहिले चाहिँ घरमा म लुकेर आइरहेको छु। यहाँ मेरो छेमा पनि छ हो। यही हो हाम्रो आजको थिम। हाम्रो घरमा आज पूजा थियो। हामीले सबैजनाहरू मिलेर आज हामीले यो गरिरहेको छु। तर म अहिले चाहिँ घरमा म लुकेर आइरहेको छु। यहाँ मेरो छेमा पनि छ हो। यही हो हाम्रो आजको थिम चाहिँ यही थियो कि आज हाम्रो घरमा मा आउनु भएको थियो हैन, काली आमा आउनु भएको थियो। त्यसको लागि चाहिँ मैले तपाईहरुलाई भिडियो गरिदिरहेको छु। भिडियो गरेर तपाईहरुलाई शेयर गरिरहेको छु। तर अब के गर्नु, म एक्लै छु। म आज एक्लै काट्दै भयो हो। त्यही लागि प्लिज तपाईहरु कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्। अन्तखेरि म यति नै भन्छु, तपाईहरुलाई कस्तो लाग्यो यसमा चाहिँ कमेन्ट गर्नुहोस्। हेर्नुहोस् म एक्लै छु। अब तपाईहरुलाई कस्तो लाग्दैछ लागेको छैन हैन। तब आजको दिन हाम्रो मालाई हामी बनाउने गर्दैछौँ। तपाईहरुको लागि म नयाँ ब्लग लिएर आएको। पूजा हुँदैछ त्यहाँ सबैजना छ हो। त्यहाँ माको पूजा भयो। अब तपाईहरुलाई मैले एउटै कुरा भन्ने छ कि कस्तो भयो कस्तो भएन हो। त्यो चाहिँ भनिदिनुहोस्। तपाईहरु कमेन्टमा यो गर्नुहोस्। यहाँ अझै पूजा हुँदैछ। त्यसको लागि मैले यहाँ लिएर आउनु बोतल एउटै प्लास्टिकको ग्लासै लिएर आउनु। देखना यहाँ यही हामी सबैजना छु। यहाँ भोग चलाउँदैछ, यो गर्दैछ। तपाईहरुलाई भोलि चाहिँ एकदम रिक्याप म देखाउनु, रिक्याप के भन्नु। अब हेर्नुहोस् हामी कस्तो यो गर्न सक्छु ल।
हल्का रेस्ट गर्दैछु अब हाम्रो बाजे पनि रेस्ट गर्दैछ अलिकति हल्का यो गर्दैछ सबैजना हो अनि यहाँ हल्का सबैजना यो मतलब चिया कफीहरू हामी रमाइलो गर्दैछु यी बाजे हाम्रो बाहुन बाजे अन्तखेरि अब रेस्ट गर त्यसको पछि अझै एउटा स्टेप जुन चाहिँ हुन्छ त्यो चाहिँ लास्ट स्टेप हामीले के ब्राह्मण छ आन्सर अन्त त्यसको बाद यो हुन्छ अरे ठाकुर मसाई बोल्दैछु अन्तखेरि त्यसको बादमा यो सबैजना गाना लगाउनु भन्दैछ तर हामी हेर्नुहोस् अब कस्तो हुन्छ हामीले यो गरेको होइन म तपाईँहरूलाई नेक्स्ट भन्दा तपाईँहरूलाई टुनाउँदै थिएँ तर यो नेक्स्ट चाहिँ होइन अब चाहिँ यही एन्डिङ हो साथीहरू भोलि पनि आउँछु पर्सि पनि आउँछु तपाईँहरूको प्यार पाएँ भने म सब समय आउँछु यस सबै ल बाई